हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ मैले जिमेल अकाउन्ट कसरी पासवर्ड थाहा छैन भने कसरी रिसेट गर्ने गुगल अकाउन्ट भनेर ल्याएको छु। एकदम छिटो गरेर एकदम छोटो भिडियो बनाउन चाहन्छु है। त्यसको लागि चाहिँ हामी सेटिङमा जान्छौँ। मसँग यहाँ अलरेडी भइरहेको एपलाई चाहिँ कसरी जिमेललाई चाहिँ कसरी रिमुभ गर्ने भन्दाखेरि अकाउन्टमा जाने अनि अकाउन्ट्समा के छ भन्दाखेरि यिनीहरुमा चाहिँ मैले नयाँ आज बनाएको अकाउन्ट भनेको यो हो। सुरुमा 853@gmail.com त्यहाँ त्यसलाई क्लिक गरेर रिमुभ अकाउन्ट गर्ने। मैले यो अकाउन्ट यो डिभाइसबाट रिमुभ गरेँ। यो गरिसकेपछि मैले जिमेल खोल्छु। जिमेल खोल्दा नि हुन्छ, तपाईले गुगल खोल्दा नि हुन्छ। मैले गुगल खोलेँ। गुगलको चाहिँ यहाँ टपमा तपाईले के आउँछ भन्दाखेरि यहाँ टपमा यस्तो आउँछ है त, यस्तो टाउकोवाला आउँछ के, त्यसमा क्लिक गर्ने। त्यसमा क्लिक गरिसकेपछि तपाईलाई यस्तो आउँछ। यस्तो मैले बिहान अर्को भिडियोमा पनि भनेको छु, एनदर एड अकाउन्ट गर्नेमा चाहिँ हाम्रो मान्छेको टाउको जस्तोमा प्लस आउँछ क्या, यस्तो आउँछ। त्यहाँ गएर नयाँ अकाउन्ट हाल्ने हो हैन। त्यहाँ अकाउन्ट हाल्नेमा चाहिँ तपाईले त्यहाँ क्लिक गर्ने, एड अनदर अकाउन्ट गर्ने। त्यसपछि तपाईको आफ्नो मोबाइलको पासवर्ड हाल्ने। पासवर्ड हालिसकेपछि यस्तो आउँछ। त्यसपछि तपाईलाई जिमेल हाल्नु पर्यो। नवराज SHRESTH श्रेष्ठ 853 @gmail.com हाल्ने। नेक्स्ट गर्ने है। नेक्स्ट गर्दाखेरि तपाईलाई थाहा छ तपाईको पासवर्ड मिल्दैन, यस्तो आउँछ हैन। पासवर्ड नमिलेपछि तपाईले यहाँ के गर्नुपर्छ, फरगेट पासवर्ड गर्ने। फरगेट पासवर्डमा क्लिक गरिसकेपछि तपाईले इन्टर लास्ट पासवर्ड भनेको छ, अन्तिम पासवर्ड भनेको छ, हामीलाई आउँदैन। फेरि यहाँ के गर्छ, ट्राई एनदर वे भन्छ क्या। हामीलाई ट्राई एनदर वे भन्छ। यहाँ हेर्नु त, यहाँ ट्राई एनदर वे भनेछ। त्यहाँ क्लिक गर्ने है त। त्यहाँ क्लिक गरिसकेपछि हामीलाई एकछिन टाइम लाग्छ। आई डोन्ट ह्याभ माई फोन भनेछ, मसँग फोन छैन भनेछ। छ हैन, आफ्नै फोन हो। त्यसको लागि अब यहाँ के भन्छ भन्दाखेरि तपाईको भेरिफिकेसन कोड चाहिँ फोनबाट गरौँ कि टेक्स्टबाट गरौँ भनेछ। यहाँ टेक्स्टमा क्लिक गरौँ है त। यहाँ तल टेक्स्ट छ, टेक्स्टमा क्लिक गर्ने। त्यसपछि तपाईको फोनमा एउटा कोड आउँछ। कम अन बेबी कम अन, कोड आयो। अब आफै अपडेट भयो है त। कोड आएको देख्नु भएको छ। नेक्स्ट पनि भइसकेको छ। अब हामीले कन्टिन्यू गर्ने। यति गरिसकेपछि आई एग्री गर्ने। हाम्रो अकाउन्ट आफै लगइन हुन्छ। लगइन भइसकेपछि अब हामीले पासवर्ड त राख्नु पर्यो। फेरि माथि प्रोफाइलमा क्लिक गर्ने। त्यसपछि त्यो हाम्रो यो अकाउन्टमा यो गर्ने। किन नभएको भयो हैन। अनि यो अकाउन्टको प्रोफाइल, यो अकाउन्ट चाहिँ लगइन भइसकेको छ। फेरि प्रोफाइलमा माथि नै क्लिक गर्ने र यसमा चाहिँ हामीले के गर्नुपर्छ, म्यानेजर अकाउन्ट भन्ने पासवर्ड त राख्नु पर्यो। म्यानेजर अकाउन्टमा क्लिक गर्ने। तपाईहरुको लागि एउटा बेस्ट आइडिया चाहिँ जिमेल अकाउन्टहरु बनाउँदा ओर्दा के गर्दा एउटा नोटमा लेखेर राख्नुस् कि त स्क्रिनशट गरेर राख्नुस् है। एकैछिन टाइम लाग्ने भयो। तपाईको यहाँ आइसकेपछि यहाँ होम छ, यो पर्सनल इन्फर्मेसन छ, डाटा एन्ड प्राइभेसी छ। तपाईले जानुपर्ने सिक्युरिटीमा जानुपर्छ। सिक्युरिटीमा गएपछि यहाँ तल स्क्रोल गर्ने। तपाईले यहाँ पासवर्ड भनेर हुन्छ हैन। पासवर्ड जहाँ देख्नुहुन्छ त्यसमा क्लिक गर्ने। पासवर्डमा क्लिक गरिसकेपछि तपाईलाई हामीलाई थाहा छ हामीले पासवर्ड थाहा छैन, त्यही भएर फरगेट पासवर्ड गर्ने। फरगेट पासवर्ड गरेपछि नयाँ पासवर्ड राख्न सक्नुहुन्छ। तपाईले एउटा क्यापिटल राख्ने, GMATI बागमती राखे मैले चाहिँ, अनि 369 गर्ने, अनि @ गर्ने, याच गर्ने हैन। अलि स्ट्रङै राख्ने। एउटा क्यापिटल त अनिवार्य चाहिन्छ, त्यसपछि अङ्क चाहिन्छ, त्यसपछि सिम्बल चाहिन्छ, ह्याच @ $, जस्तो है। माथि गएर तलको एउटै मिल्नुपर्छ। ह्याच गर्ने एउटै छ हैन त। एउटै छ भने चेन्ज पासवर्डमा क्लिक गर्ने। तपाईको पासवर्ड चेन्ज भइहाल्यो। द्याट्स इट। आजको भिडियो चाहिँ यति नै। हस्, थ्यांक यू।